यता मेरो सानो करेसाबारी छ, यो देखाउँदैछु। यसमा के रोपेकी छु मैले। यता यो अदुवा, यो बेसार, अनि यो अम्बाको बोटा, अनि त्यो केराको बोटा, अनि त्यो उखु, त्यसैमा अनारको बोटा पनि छ, त्यसैमा आँपको बोटा पनि छ उतानेर। अनि यसैमा यो लसुन, धनिया, यो रायो, यसैमा करेसाबारी बारी सानो छ तर रहरहरू धेरै छन्। बोट बिरुवाहरू, साग तरकारीहरू लगाउने रहर धेरै भएकोले यसमा सानोमा पनि धेरै बोट बिरुवाहरू र सागहरू रोपेर आफ्नो रहर पुरा गर्ने कोसिस गरेकी छु मैले। यो सानै छ तर यो सबै खाले बोट बिरुवाहरू रोपेर आफ्नो रहर पुरा गरेकी छु मैले साथीहरू।